हेलो गाइस वेलकम ब्याक अगेन फेरि पनि नयाँ भ्लगको साथ उपस्थित भइसकेको छ है। म चाहिँ अहिले बिहानको ठ्याक्कै 8 बजे भ्लग स्टार्ट गर्न गइरहेको छु। म चाहिँ अब हस्पिटल जान लागेको। आमा उता हुनुहुन्छ नि त हिजो बेलुका। सो अब फेरि पनि भ्लगमा आएको छु। कन्टिन्यू त गर्न सकिनँ अब आमाको प्रब्लमले गर्दाखेरि। सो अब चाहिँ म हस्पिटल जान लागेको है। आमाको कन्डिसन त्यस्तै छ। हिजो आइसियुबाट निकालेको, आज नर्मल रुममा सारेको छ। सो मेरो भोलि जानुपर्ने हुन्छ। म पनि अब छुट्टी पनि सकियो। सो अलिकति दुःख पनि लागिरहेछ। अब सायद आमालाई उतै बिदाई गर्नुपर्ने हुन्छ होला। अनि घर ल्याउनु डिस्चार्ज हुने अलिकति बेला भएको छैन नि त। आमाको स्थिति त्यस्तै छ। सो अब के कस्तो हुन्छ आजको दिनको म क्याप्चर गर्छु, किनकि भोलि त म जानुपर्ने हुन्छ। हिजै निस्किनु भयो तर आमाको कन्डिसनले गर्दाखेरि एक दिन ढिले गरेर म भोलि जाँदैछु है। अब के कस्तो हुन्छ म उतैतिर भेट्नेछु। म चाहिँ निस्किनु लागेको है। गाइस फाइनली म चाहिँ हस्पिटल आइसकिसक्यो है। अब भित्र छिर्नुपर्ने हुन्छ। आमा के गर्दै हुनुहुन्छ चाहिँ गाडी पार्किङ गर्नु आएको थिएँ। अब के कस्तो हुन्छ एकछिनपछि म देखाउने छु है। एकदम आज नर्भस हुन्छु किनकि भोलि छोडेर जानु पर्दैछ है। यसो भ्लग बनाउने मन त थिएन तर पनि अब एउटा मेमोरीको लागि हैन। अब पछिको दिन पछिले देखेको छ र। सो मलाई चाहिँ नर्मल भिडियो बनाउन गइरहेको छु है। अब हेरौँ आमा के गर्दै हुनुहुन्छ। म माथि नै भेट्नेछु है त। नेपाल क्यान्सर हस्पिटल अलिपुर ल्याएको छु अहिले त भक्तपुरदेखि आमालाई चाहिँ। पर्दो रहेछ है। म एकछिनपछि भेट्नेछु है त माथि गएर। हिजो चाहिँ यहाँ आइसियुमा हुनुहुन्थ्यो। सो आज चाहिँ उकालो सिकेको रहेछ म चाहिँ सर्जिकल वार्डमा है। अब त्यसपछि एकछिनपछि लानुपर्छ नि। के हो दागो छिराफान भास्कर विवेक भास्कर आस्नेमा पनि के मुखको खाँदाखेरि गाह्रो हुन्छ कि हुँदैन ठिक भयो नि आइहाल्यो। ठिक छ अहिले तपाईँले
हजुर सलन पानी हिजो निकालेको अनि नगएको अहिले चाहिँ 4 बज्नु लागिसक्यो है बेलुकाको म चाहिँ एउटा मेडिसिन दिनु हिँडेको अब म पनि यहाँबाट निस्किनु पर्ने हुन्छ आमाको एउटा मेडिसिन दिनु जाँदैछु है बाहिर यहाँ भित्र पाएन सो एकछिनपछि आमालाई बिदा गरेर निस्किनु पर्ने हुन्छ है आज त यस्तै रह्यो के कस्तो हुन्छ म क्याप्चर गरेर खानेछु म त बाहिर निस्किसकेको छु गेटदेखि बाहिर लिएर जानुपर्ने हुन्छ आयो होइन खाइदिनुहोस् त एउटा छ 40,000 पैसा दिइसक्यो भाइ छोरा त दिन्छ अरू कसले दिन्छ तपाईँ चाहिँ भएर आउनु म निस्किन्छु होला रे के भयो जाने म आज मै जान्छु होला गाजरहरू राख्नु जरुरत छ छैन कसले ल्याएको गाजर काँक्राहरू अहिले खाने जरुरत छैन कसलाई निस्किने बेला नि मलाई दाजुभाइ जान्छ तपाईँ जसरी पैसा जस्तो चिजहरूमा केही तपाईँ डराउँदैन आफूले आफूलाई घरै लाने मन्दिर हो होइन हिजो मैले बल गरेँ अब तपाईँको बिरामी त्यस्तो छ होइन ठिकै छ भोलि म निस्किन्छु ल पाला एकदम ख्याल राख्नु है तपाईँ जसरी हो ठिक हुनुभएको थियो ल एकदम हामी त ठिक हुन्छ हामी तपाईँ ठिक हुनु भयो नि हामी जसरी हो ठिक हुन्छ हो नि जति दुखे पनि मेडिसिनहरू खानुपर्छ टाइम टाइममा एकदम आफ्नो ख्याल राख्नु होइन अब जे जस्तो भयो भयो अब घुम्नु पर्ने थियो होइन घुम्नु गइरहेको छ होइन अब लेखान त जति लेखेको छ त्यो त भेट्नै पर्छ होइन अब ठिकै छ म अब तर म त छिछिरै आउँछु म इमर्जेन्सी तपाईँलाई साह्रो पर्छ एकदम तपाईँको टेन्सनहरू परदेशमा त हामीलाई तपाईँले सम्झाउनु पर्दैन हामी यहाँदेखि दुःख पाएरै गएको हो गर्नु गरिदिँदै दुःख गर्नु सक्दैन तर एकदम तपाईँको आशीर्वाद लागिरहन्छ रमाउनु मन लाग्छ ल अब एकदम स्ट्रङ नभएको ल मलाई चाहिँ एकदम आँट नआउने बुझ्नु नि जसरी भयो नि म चाहिँ रोगसँग गाउनु सक्छु अब त रोग पनि पत्ता लगाइसक्यो ल किनभने थाहा भइसक्यो होइन यस्तो ज्यादा टेन्सन भएन हामी छौँ हामी एक सिमाना पारी मात्रै भएको टाढो टाढो बस्छौँ बुझ्नु नि जसरी हो ल
अब तपाईँ बस्ने होला ल आमाको भनेर ख्याल गर्नु है ल त्यो खर्च पर्छ त्यो अब त्यस्तो टेन्सनै नभएर त एकदम खाजाहरू तपाईँ एकदम टाइममा त्यो छैन भनेर नखानु भने त मैले अघि 0 हो हामी छौँ क्या बुझ्नुभयो नि तपाईँहरू त धेरै भाग्यमानी बुझ्नुभयो नि पछि हामीले पाउँछ थाहा छैन तर तपाईँहरू एकदम भाग्यमानी हो क्या केहीको टेन्सन नगर्नु बस आमा चाहिँ निको हुनु पऱ्यो आमा चाहिँ एकदम छिटोभन्दा छिटो निको हुनु पऱ्यो ल अर्कोचोटि आउँदाखेरि घुम्ने गर्ने ल यो छुट्टी यस्तै भयो होइन ठिकै छ म तपाईँलाई उयो गर्छु बोलाउँछु फेरि आमा छोडेर आउँला है अब म एकैचोटि अब दसैँमा आउँछ पछि एकदम मामा पछि हामी सबै अब माइलामा छुट्टी आउँछ सबै छुट्टी आएर एकचोटि यही घुम्नु जाने फ्यामिली टुर हुन्छ नि तर तपाईँ चाहिँ ठिकै भयो ल लागेन ल लागेन सो गाइस म चाहिँ है आमा र बाबालाई निस्किसकेँ भोलि बिहान निस्किनु पर्ने हुन्छ आमालाई उता घर लगेर बिदाइ गर्ने मन त थियो है हुँदो रहेछ अब डक्टरहरूको सल्लाह पनि मान्नुपर्ने हुन्छ है डक्टरहरूले चाहिँ अब यो कन्डिसनमा नलाग्ने बेस हुन्छ सबको खुसी त गरेको अब डक्टरहरूले नै हुँदैन आमाको कन्डिसन अलिकति राम्रो छैन बरु 1-2 दिन राखेर लानु त्यही बेटर हुन्छ लगेर किन लिइहाल्नु हुन्छ लाले हुन्छ भन्ने कारणले मैले चाहिँ अब बिदामा हेरेर म चाहिँ निस्किसकेँ है बिहान 4 बजेको गाडी छ 4 बजे चाहिँ म फर्किनु पर्ने हुन्छ नभए पनि हुँदैन है सो भन्दै अब चाहिँ म उतै भेट्नेछु किनकि अब भिडियो बनाउनु खासै एकदम त्यही त हो आउँदाखेरि यति खुसी हुन्छ जाने बेला फ्यामिली घर फ्यामिली छोड्नु कसलाई मन हुन्छ या गाइस फाइनली म चाहिँ घर आइपुगिसकेँ है बाहिर म नै आइसकिसक्यौँ है अब चाहिँ यहाँ सामान मिलाउनु पर्ने हुन्छ यहाँ बुढीले चाहिँ सामानहरू लत्ता लिने भाता भुङ्गै बनाएको रहेछ यहाँनिर प्याक गर्दै रहेछ है अब मैले पनि प्याक गर्नुपर्ने हुन्छ अनि अब बुढीहरू चाहिँ छिटै फर्किन्छ त्यही भएर सामान चाहिँ उनीहरूको अलिअलि मात्र लाँदैछन् कस्तो यो भरे यहाँ रेकर्ड छ है भरे यो भनेको छुइनँ भने चाहिँ फेरि भरे फेरि भेट्छौ नि मैले बुढीहरू चाहिँ छिटो फर्किन्छ भने चाहिँ यो सुनेर सो अब यस्तै छ है अब त्यस्तै हो अब छुट्नु त कसलाई मन हुन्छ र होइन तर समर परिस्थितिले गर्दाखेरि छुट्नै पर्ने हुन्छ है बसेर मात्र पनि हुँदैन अलिकति बिचमा अलिक इमोसनल भइयो है ठिकै छ अब आमालाई यहीँ लिएर बिदाइ गर्ने मन थियो अब जहिले पनि अब घरबाटै बिदा भएर गएको है अब त्यस्तै त खोजिन्छ होइन बल्ल बल्ल छुट्टी आइछ अब तर पनि आज मैले धेरै रिक्वेस्ट गरेँ डक्टरहरूसँग तर अब हुँदैन आमाको कन्डिसन अलिक गाह्रै छ भनेपछि अब आफूले पनि त जबरजस्ती गर्नु भएन होइन डक्टर भनेको भगवान्को दोस्रो रूप भन्छन् सो मैले चाहिँ अघि आमासँग हस्पिटलमा बिदाइ मागेर आइसकेँ है छिटै भेट्ने बाजाको साथ आमालाई अहिले ठिकै छ हिजो मात्र आइसीबाट निकालेको त्यही भएर अब मानेन होइन अब 1-2 दिनपछि डिस्चार्ज गर्नुहुन्छ होला सो आमालाई अहिले पनि फेरि यो भिडियो मार्फत भन्छु गेट वेल छन् आमा छिटै भेट्नेछौँ हामी है अब नगए पनि हुँदैन है तपाईँले हाम्रो टेन्सन लिनु पर्दैन तपाईँले पनि यो भिडियो हेर्नुहुन्छ मलाई थाहा छ है अब टेन्सन नगर्नु हामी छौँ त्यसको लागि भन्दै अब म चाहिँ अब यहाँ हल्का सामान मिलाउनु पर्ने हुन्छ है अब म चाहिँ ब्लग चाहिँ अब त्यस्तो खासै राम्रो त छैन त्यही पनि अब पछि मेमोरीको लागि भए पनि होइन बनाउँदैछु है अब आमासँगको कनेक्सनहरू भिडियोहरू अब ल्याउने ठुलो मन थियो यसपालि चाहिँ छुट्टी आमासँग त अरू भिडियो बनाउँछु भनेको थिएँ तर आमाको बिरामको कारणले मैले ल्याउन सकिनँ सो त्यसको लागि अब पछि नै म ल्याउने ट्राई गर्नेछु भन्दै यहाँ आजको भ्लग चाहिँ मैले यहीँ इन्ड गर्न गइरहेको छु अलिकति थकाइ पनि लागिरहेछ अलिकति एक त भिडियो बनाउनु मन एकदम छैन होइन एकदम मुस्किल भइरहेछ सो अब फेरि पनि अरू भ्लगमा भेट्ने बाचा छ अहिलेको लागि चाहिँ मैले यहीँ भ्लग इन्ड गर्न गइरहेको छु है त टाटा बाई 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 गरेको यहाँ तपाईँ पनि बाई बाई गरिदिनुहोस् माया खै
बाई गरिदिनुहोस् गुड गरिदिनुहोस्